गुड मर्निङ नमस्ते सम्पूर्णमा आज धेरै एक्साइटेड छौँ भनौँ हामी किनकि आज हामी पहिलो भिडियो मेरो सुट गर्दैछौँ हामीसँग हुनुहुन्छ हाम्रो अपलाइन राहुल विश्वकर्मा सर आउनुभएको छ अनि उहाँसँगै हुनुहुन्छ मेरो अपलाइन सन्तोष विश्वकर्मा सर हुनुहुन्छ हामी उहाँहरूको जर्नी एक्सपिरियन्स वगैरह हामी सबै कुराहरू क्वेसनहरू धेरै गर्नेछौँ क्वेसन एन्सर हुनेछ अनि उहाँको जर्नी उहाँको बिजनेसको लागि रिलेटेड प्लस उहाँको जर्नी के कस्तो रहेको छ त्यो सबै कुराहरू हामीले आज बुझ्नै पाउनेछौँ लाइभ सो हजुरहरू पनि एन्डसम्म बसेर सुनिदिनु होला बुझिदिनु होला के कस्तो लाग्छ ल ओके नमस्ते एभ्रिवान आई होप हजुर सबैजना सञ्चार हुनुहुन्छ होला सो आजको भिडियोमा हजुर सबैजनाको स्वागत छ र म सन्तोष विश्वकर्मा आज हाम्रो साथमा हुनुहुन्छ राहुल सर मेरो ग्रेट मेन्टर मेरो अपलाइन आज हामी उहाँसँग केही डाइरेक्ट सेलिङ रिलेटेड केही कुराहरू गर्नेछौँ र उहाँको जर्नी उहाँको यात्रा कस्तो थियो त्यो पनि हामी जान्नेछौँ सो स्वागत छ माई ग्रेट मेन्टर माई ग्रेट अपलाइन मिस्टर राहुल विश्वकर्मा सर ओके सो सबैजना नमस्ते सो गुड मर्निङ एभ्री वान माई सेल्फ राहुल विश्वकर्मा म बेसिकली सुर्खेतदेखि बिलङ गर्छु र थ्याङ्क यू सो मच सन्तोष सर मलाई इन्भाइट गर्नुभएकोमा ओके नमस्ते एभ्रिवान फेरि पनि थ्याङ्क यू सो मच राहुल सर धन्यवाद छ हजुरलाई हजुरले आफ्नो अमूल्य समय दिनुभएकोमा र हजुरको सानो परिचय फेरि पनि हाम्रो दर्शकहरूको लागि हजुरले दिदी एकदमै राम्रो हुन्थ्यो सर ओके फेरि पनि नमस्ते सबैजनालाई गुड मर्निङ एभ्री वान मेरो नाम राहुल विश्वकर्मा म बेसिकली नेपाल सुर्खेतदेखि बिलङ गर्छु सो आज हामीलाई सन्तोष सरले इन्भाइट गर्नुभएको छ फेरि पनि थ्याङ्क यू सो मच सन्तोष सर ओके सो राहुल सर फर्स्ट अफ अल त थ्याङ्क यू सो मच हजुरले मलाई यो डाइरेक्ट सेलिङ बिजनेस देखाउनु भएकोमा मलाई बुझाउनु भएकोमा र आज म आफै पनि यो डाइरेक्ट सेलिङमा छु भने पनि यसको मेन कारण र धेरै ठुलो रिजन हजुर नै हो त्यसको लागि धेरै धेरै धन्यवाद सर र हामी जान्न चाहन्छौँ हजुरको जर्नी हजुरको यात्रा केही कुराहरू त मलाई पनि थाहा छ बट हजुरको होल जर्नी र हजुरको यहाँसम्मको यात्रा के कस्तो थियो केही कुराहरू हजुरले हाम्रो दर्शकहरूले सेयर गरिदिनुहुन्थ्यो सर ओके थ्याङ्क यू सो मच सर फर दिस क्वेसन सो फेरि पनि गुड मर्निङ एभ्री वान सबैलाई थाहा छ म आज डाइरेक्ट सेलिङको हिस्सा हो र आजभन्दा करिब करिब 4-4.5 साल पहिला मलाई यो डाइरेक्ट सेलिङको बारेमा बुझ्ने मौका मिल्यो सो डाइरेक्ट सेलिङमा जब म नयाँ थिएँ त्यति बेला मलाई सर केही पनि थाहा थिएन मलाई डाइरेक्ट सेलिङको बारेमा मलाई डाइरेक्ट सेलिङमा डी पनि थाहा थिएन सर होइन सो बिस्तारै बिस्तारै जब म यो इन्डस्ट्रीमा आएँ सर मैले के देखेँ भनेपछि एउटा पसल परिवर्तन गरेर यहाँबाट जिन्दगी परिवर्तन गर्न सकिन्छ भन्ने एउटा मैले त्यो कुरा सुनेको थिएँ र त्यति बेला साँच्चै भन्यो भने सर मलाई विश्वास लागेको थिएन कसरी यसमा साँच्चै एउटा पसल परिवर्तन गरेर पनि यहाँबाट जिन्दगी परिवर्तन गर्न सकिन्छ र भन्ने मलाई विश्वास मलाई एकदम लागेको थिएन सायद कसैलाई पनि लाग्दैन थियो होला यो विश्वास सायद तपाईँलाई पनि लाग्दैन थियो होला होइन सर अभियसली यस सर सो सुरुमा यो इन्डस्ट्रीमा जो व्यक्ति नयाँ आउँछन् उनीहरूलाई कहिले लाग्दैन कि यो बिजनेसमा सफल बन्न सकिन्छ भनेर एउटा पसल परिवर्तन गरेर सायद आज तपाईँले हामीलाई सुन्नु भएको छ होला सायद यदि तपाईँ यो फिल्डमा हुनुहुन्छ भने तपाईँलाई पनि सुरुमा कतै न कतै त्यो लागेको होला कि कसरी एउटा पसल परिवर्तन गरेर हामी आफ्नो जिन्दगीलाई परिवर्तन गर्न सक्छौँ भन्ने कुरा तपाईँले सायद त्यो लागेको होला सो स्टार्टिङमा सर सो मेरो अपलाइनले मलाई भन्नुभयो राहुल सर तपाईँले यसमा पसल परिवर्तन गर्नुपर्छ यहाँबाट केही सामान किन्नुपर्छ भन्नुभयो सर होइन सो तपाईँको सुरुमा सर 1 महिनासम्म सर मेरो अपलाइनले मलाई फलो गर्नुभएको थियो 1 महिनासम्म सर होइन त्यहाँसम्म सर मैले उहाँ विश्वास गरेको थिएन सर उहाँ डेली मेरो घरमा आउनुहुन्थ्यो सर होइन मलाई भन्नु राहुल सर तपाईँ अब काम गर्नुहोस् यसमा काम गर्नुहोस् भन्नुहुन्थ्यो तर मलाई विश्वास लाग्थेन सर त्यो विश्वासको कारणले सर म 1 महिनासम्म सर मैले सामान पनि किनेन र 1 महिनासम्म सरले मेरो पिछा पनि छोड्नु भएन होइन त्यसपछि मलाई के लाग्यो भने ठिक छ एकचोटि सामान किनेर हेरौँ कस्तो हुँदो रहेछ भनेर सर मैले यहाँबाट मैले सुरुमा 300 पिपीको सामान किनेको थिएँ सर सो सामान प्रयोग गरिसकेपछि एकदम राम्रो लाग्यो त्यसपछि मैले बिस्तारै बिस्तारै काम स्टार्ट गर्दै गएँ सर र मेरो अपलाइनको सपोर्ट थियो र रेस्ट इज हिस्ट्री सर तपाईँलाई थाहा छ आज हामी यहाँ पुगिसक्यौँ डेफिनेटली हजुरले चाहिँ यो बिजनेसमा आउनुभन्दा पहिला के गर्नुहुन्थ्यो हजुरले स्टडी गर्नुहुन्थ्यो कि जब गर्नुहुन्थ्यो कि हजुरले त्योभन्दा पहिला के गरिराख्नु ओके यो बिजनेसमा आउनुभन्दा पहिला सर म जब पनि गर्थेँ सर होइन ओके र मेरो बाबा सर एउटा सेक्युरिटी गार्डको काम गर्नुहुन्थ्यो म मेरो बाबासँगै बस्थेँ सर र त्यति बेला तपाईँको पढ्दै पढ्दा म एउटा सानो जब पनि गर्थेँ सर म सिएको अन्डरमा काम गर्थेँ ओके ग्रेट अनि हजुरले चाहिँ जब बिजनेस स्टार्ट गर्नुभयो हजुरले बुझिसकेपछि हजुरले आफूले थाहा पाइसकेपछि कि यो बिजनेस गर्न किन जरुरी छ भविष्यको लागि कति राम्रो छ त्यो सबै 1 महिना 1.5 महिना लगाएर जब हजुरले बुझ्नुभयो यस सर त्योभन्दा पछि काम गर्न थाल्नुभयो हजुरलाई के समस्याहरू आयो होला के प्रब्लमहरू आयो होला हजुरलाई पनि राइट
हजुरले यसै त आज यहाँसम्म पुग्नु भएको होइन हजुर। नै एकदम। सो हजुरले के प्रब्लमहरू फेस गर्नुभयो र हजुरले आज हाम्रो कैयौँ लिडरहरूलाई हाम्रो कैयौँ टिम मेम्बरहरूलाई पनि त्यो प्रब्लम फेस गर्नुपर्छ र उहाँहरूले पनि के गर्दा चाहिँ यो प्रब्लम उहाँले फेस गरेर उहाँले अगाडि बढ्न सक्नुहुन्छ कि हजुरको अनुभव सर? यस सर, एकदम डेफिनेटली सर। अब समस्या भन्नुपर्ने छ, समस्या त धेरै आयो सर होइन। तपाईँले पनि आएको होला समस्या सर, तपाईँ आज डायमन्ड एक्टर हुनुहुन्छ सर होइन। आज कतै कतै आज हजुरलाई पनि 3-4 सालसम्म भइसकेको छ सर। सो यो इन्डस्ट्री एउटा सर यस्तो इन्डस्ट्री रहेछ सर, हेर्नुहोस् तपाईँ जबसम्म यसमा समस्या फेस गर्नु हुँदैन तबसम्म तपाईँले यसमा अगाडि बढ्न तपाईँ सक्नै हुन्न सर, यसमा अगाडि बढ्न होइन। यदि यो इन्डस्ट्रीमा तपाईँले यदि एउटा राम्रो लिडर बन्नु छ भने सर तपाईँले हरेक समस्या यसमा फेस गर्नुपर्छ सर। त्यसै तपाईँको सर जब म स्टार्टिङमा यसमा काम गर्न मैले सुरुवात गरेँ सर, मैले जब यो बिजनेसको बारेमा अरूलाई पनि मैले भन्न थालेँ, सबभन्दा पहिला सर मलाई एउटा समस्या आयो भनेपछि सर यो कम्पनी फ्रड कम्पनी हो होइन। यहाँबाट केही पनि हुँदैन, तपाईँको यसमा यस्ता कम्पनी आउँछन् जान्छन् होइन, यस्ता कम्पनी पैसा लुट्ने कम्पनी हुन्। र सर तपाईँको धेरै मान्छेलाई मलाई के भन्यो भने सर, मेरो आफन्त मान्छेले मलाई के भन्यो भने मैले पनि यस्तो कम्पनी धेरै गरेको थिएँ पहिला होइन, अनि मैले पनि 20,000 पैसा लगाएको थिएँ, 30,000 पैसा लगाएको थिएँ। त्यो पनि मेरो आफ्नै बाबाले पनि मलाई भन्नुहुन्थ्यो आजभन्दा 15 साल पहिला मैले यसमा 20,000 लगाएको थिएँ भन्नुभयो, हेर्नुहोस् होइन। सो त्यहाँबाट बाबा एकदम ठिक हुनुहुन्थ्यो आफ्नो ठाउँमा, किनभने उहाँको टाइममा सर यस्तो फ्रड कम्पनी थिए बजारमा, थिए होइन सर? हजुर सर। अनि बाबाले आफ्नो एक्सपिरियन्स मलाई सेयर गर्नुभयो। तर यो टाइममा सर तपाईँको यो कम्पनी प्लान सर मैले देखेको थिएँ होइन, यो कम्पनीप्रति सर मलाई विश्वास थियो होइन। सो आजभन्दा 10 साल तपाईँको 10 साल 15 साल पहिला त्यस्ता कम्पनी थिए सर बजारमा होइन सर? यस हजुर सर। अनि जसले तपाईँको सर मान्छेको लाखौँ रुपियाँ खाएर गएको थियो सर। ओके, थ्याङ्क यू सो मच सर, थ्याङ्क यू सो मच। हजुरले यति राम्रो तरिकाले आफ्नो जर्नी आफ्नो प्रब्लमहरू के हजुरले फेस गर्नुभयो, धेरै कुरा सेयर गर्नुभयो। र मेरो एउटा जिज्ञासा थियो सर, वेस्टिज हेल्दी लिभिङ हजुरको पहिलो कम्पनी थियो कि अथवा हजुरले योभन्दा पहिला पनि डाइरेक्ट सेलिङ योभन्दा पहिला बुझ्नु भएको थियो, कहिले गर्नुभएको कि यो पहिलोचोटि हजुरले कन्सेप्ट बुझ्नु भएको थियो? मेरो योभन्दा पहिला सर मैले 2-3टा कम्पनी गरेर छोडेको सर होइन। यस सर, तपाईँले नाम सुन्नुभएको होला सर, इबिज कम्पनी थियो सर एउटा होइन। इबिजमा पनि तपाईँको सर मैले 1-1.5 साल त्यसमा काम गरेँ सर। त्यसमा मैले पैसा त मैले कति कमाएन सर होइन, तर त्यहाँबाट मलाई धेरै कुरा सिक्ने मिल्यो सर तपाईँको डाइरेक्ट सेलिङको बारेमा सर होइन। अहिले म तपाईँको सर तपाईँको आज यो कम्पनीमा जुन लेभलमा छु सर होइन, त्यसमा तपाईँको सर इबिजको नलेजले पनि हो सर, हेर्नुहोस् होइन। यस सर, सबभन्दा पहिला सर मेरो लाइफमा इबिज आयो सर। त्यसपछि तपाईँको सर त्यो कम्पनी केही कारणले गर्दा बन्द भयो सर होइन। यो कम्पनी बन्द हुन्छ? यस सर, यस सर बन्द भयो सर होइन। तपाईँको सर त्यो कम्पनी तपाईँको सर बन्द भइसकेपछि सर मेरो माइन्डमा के थियो भने गर्नु छ भने नेटवर्क मार्केटिङ अथवा डाइरेक्ट सेलिङ गर्नु छ लाइफमा, अरू केही काम गर्नु छ। एक्ज्याक्टली सर होइन। तपाईँको सर डाइरेक्ट सेलिङको पावर मैले थाहा पाइसकेको थिएँ सर होइन। सो त्यसपछि तपाईँको सर हाम्रो अपलाइनले गर्दा तपाईँको सर हामी अर्को कम्पनीमा गयौँ सर जसको नाम बायोसेस थियो सर होइन। एक्ज्याक्टली सर, हामी टिम सिफ्ट गरेर त्यहाँ गयौँ सर। बायोसेस कम्पनीमा चाहिँ करिब 1 साल काम त्यहाँ पनि गरियो सर होइन। त्यहाँ पनि तपाईँको सर त्यति धेरै पैसा त मैले कमाएन, तर त्यहाँबाट पनि केही कुरा सिकेँ सर, केही नलेज त्यहाँबाट मिल्यो सर, केही त्यहाँबाट अनुभवहरू मैले लिएँ सर होइन। त्यसपछि तपाईँको सर बायोसेसमा पनि खासै त्यस्तो मलाई ठिक लागेन सर। हजुरले वेस्टिज जोइन गर्नु? यस सर। र बायोसेस पछि तपाईँको सर मैले एउटा पामोसा भन्ने कम्पनी, यस सर, एउटा पामोसा भन्ने कम्पनीको बारेमा अलिकति मैले बुझेँ सर होइन। र त्यसपछि तपाईँको सर लकडाउन लाग्यो सर होइन। सो लकडाउन पछि तपाईँको सर मलाई एउटा सरले भन्नुभएको थियो वेस्टिजको बारेमा सर। जब सर मैले वेस्टिजको प्लान देखेँ सर, सो मैले एकदम सर लक गरिदिएँ सर, यो प्लानमा काम गर्नु छ जसरी भए पनि। जब सर मैले यो प्लानमा काम गर्दै गएँ र मलाई तपाईँको चाहिँ के लाग्यो भने यो प्लानमा म पक्कै पनि सफल बन्न सक्छु होइन। म डाइरेक्ट सेलिङमा जुन मैले ड्रिम्स देखेको छु म त्यो ड्रिम्सलाई कम्प्लिट गर्न सक्छु यो प्लान यदि मसँग भयो भने। एउटा प्लान छ र अर्को तपाईँको सर हाम्रो कम्पनी प्रडक्ट तपाईँलाई थाहा छ सर होइन। यस सर, वर्ल्ड क्लास प्रडक्ट छ आज हाम्रो कम्पनीमा सर होइन। सो त्योभन्दा पछि तपाईँको सर मैले पछाडि फर्केर हेर्न सर, र बिस्तारै बिस्तारै सर म यसमा काम गर्दै गएँ र आज म कम्पनीको क्राउन एक्टर लेभलमा छु सर। र तपाईँको चाहिँ मेरो टिमले गर्दा सर तपाईँ हुनुहुन्छ, तपाईँको सर अर्को मेरो टिममा धेरैहरू छन् सर होइन। तपाईँले पनि थ्याङ्क यू सो मच सर, तपाईँले मलाई बिजनेसमा धेरै साथ सपोर्ट दिनुभयो। यस, धन्यवाद त हजुरलाई छ सर। लकडाउनमै हाम्रो भेट भयो राइट, लकडाउनमा हजुरले मलाई पनि बुझाउनु भयो। लगभग हजुर जस्तै मेरो पनि जर्नी छ, मैले पनि 1.5-2-3 महिना हजुरले इग्नोरै गरेको, मैले नबुझेर नजानेर राइट। यस सर, यस सर। सो मैले पनि स्टार्ट गरेर आज हजुरको साथ सपोर्टले गर्दा र टिमको एउटा हार्डवर्कले टिमको मेहनतले गर्दा हामी यहाँसम्म हो।
त्यसैले धन्यवाद। र वेस्टिजमा आइसकेपछि पनि हजुरले अब पहिला त 2-3टा कम्पनी कयौँ गर्नुभयो राइट, पैसा कमाउनु भएन, त्यो त आफ्नो ठाउँमा छ। अब वेस्टिज एउटा राम्रो कम्पनी पाइसक्यो भन्ने बुझ्नुभयो राइट, राम्रो प्लेटफर्म छ भन्ने बुझ्नुभयो, कम्पनी भिजनरी छ, कम्पनी धेरै पुरानो छ, कम्पनी इन्डियाको नम्बर 1 कम्पनी हो, वर्ल्ड ऱ्याङ्कमा 38 ऱ्याङ्कमा छ, हाई क्लास क्वालिटीको प्रोडक्टहरू छन्, प्लान यति धेरै राम्रो छ, जनरेसन प्लान छ, सबै कुरा बुझिसकेपछि हजुरको पहिलो चेक चाहिँ कति आएको थियो होला नि? हजुर सर, यो चाहिँ धेरैले यो मलाई सोध्नुहुन्छ सर होइन। सो आज हाम्रो जति पनि नयाँ साथीहरू हुनुहुन्छ, आज हामीले हेर्दै हुनुहुन्छ हामीहरूलाई, सो तपाईँको पनि फर्स्ट चेक तपाईँले थाहा पाइसक्नु भएको होला, तपाईँलाई थाहा पनि छ होला। सो मेरो फर्स्ट चेक धेरै छैन, 139 रुपियाँको चेक आएको थियो र फर्स्ट महिना जब यहाँबाट मैले यहाँबाट आफ्नो लागि सामान किनेको थिएँ, मेरो 139 रुपियाँको पहिलो चेक आएको थियो सर। 139 रुपियाँ चाहिँ हजुरले फर्स्ट मन्थमा कमाउनु पर्यो। यस सर। त हजुरलाई 139 रुपियाँ अकाउन्टमा आएको बेलामा के विश्वास थियो होला यो 139 रुपियाँ एक दिन गएर 10,000 होला, एक दिन गएर 1 लाख होला, एक दिन गएर 2, यो विश्वास थियो? कति विश्वास थिएन सर मलाई, कति विश्वास लागेन सर होइन। तपाईँको त्यति बेला मलाई के लाग्यो भने सर त्यो तपाईँको मेरो अकाउन्टमा पनि आएन सर, तपाईँको भाउचर बन्यो होला, भाउचर बनेर आयो सर होइन। अनि तपाईँको त्यति बेलासम्म मलाई के लाग्यो भने यतिको त म एकदम नास्ता खान्छु होइन। हजुर, यो तपाईँको 1 महिनासम्म तपाईँको मैले सामान किने, 1 महिना मलाई 139 रुपियाँ आयो, योभन्दा बढी त म एक दिनमा म गाडीमा पेट्रोल हाल्छु होइन। तपाईँको चाहिँ एउटा नेगेटिभ थट मेरो माइन्डमा आयो क्या सर होइन। सो 139 रुपियाँ आयो, योभन्दा बढी त म जबमा कमाउन सक्छु भन्ने कुरा तपाईँको सर अनि मेरो माइन्डमा आयो सर। जब सर मैले अप्लाइनलाई भने सर तपाईँ यति थोरै पैसा आएको छ सर, म यसमा काम गर्दिनँ भन्ने कुरा मलाई अप्लाइनलाई भने सर होइन। सो मेरो अप्लाइनले के भन्नुभयो सर, यो त सुरुवात हो यो सर। जब सर तपाईँले सामान मात्रै किनेर यहाँबाट यति पैसा आयो भनेपछि तपाईँ काम गर्नुभयो भने तपाईँलाई योभन्दा पनि धेरै पैसा आउँछ भन्नुभयो सर। तर मलाई विश्वास कति लागेको थिएन सर हेर्नुहोस् होइन। सो बिस्तारै बिस्तारै काम गर्दै गयो सर। 139 तपाईँको सर, त्योभन्दा बढी पनि आयो तपाईँको सर, 500 पनि आयो तपाईँको सर, 1000 पनि आयो तपाईँको सर, त्यतिबाट 10,000 20,000 तपाईँको सर, एक महिनाको तपाईँको 50,000 पनि आयो तपाईँको सर, 1 लाख पनि महिनाको आयो सर। सो आज राम्रो आम्दानी आज भइरहेको छ सर। ओके, ग्रेट ग्रेट, एकदमै ग्रेट सर, थ्याङ्क यू। सो अब सर यति हजुरले भनिसक्नुभयो राइट, 50,000 आयो, 1 लाख आयो। सो अब हजुरले चाहिँ वेस्टिजबाट हेल्दी लिभिङबाट हाइएस्ट इन्कम चाहिँ अहिलेसम्म हजुरले कति लग्नु भएको छ? ओके, यो सर क्यामेरामा डेफिनेटली भन्न सक्नुहुन्छ सर। ओके, किनकि सर हाम्रो एचिभमेन्ट हो होइन। राइट, ओके, सो मेरो फर्स्ट महिनाको त्यो सरले भनिसक्नुभयो 149 रुपियाँ थियो भनेपछि मेरो हाइएस्ट इन्कम एक महिनाको 1,62,000 रुपियाँ थियो यहाँबाट। ग्रेट 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 अचिभमेन्ट सर राइट। एउटा यो यङ एजमा राइट, एउटा युथको एजमा यो इन्कम हुनु भनेको धेरै ठुलो कुरा हो र हामीलाई विश्वास छ र हजुर अगाडि पनि चेकलाई अझै बढाउनुहुनेछ र हामीलाई पनि हजुरको चेकसम्म पुऱ्याउनुहुनेछ। सो थ्याङ्क यू सो मच त्यसको लागि। र हजुरको चाहिँ अब फ्युचर प्लान के छ? डाइरेक्ट सेलिङमा हजुरले यति वर्ष निकालिसक्नुभयो, अब मलाई लाग्दैन कि हजुर पनि म पनि राइट जतिजनाले डाइरेक्ट सेलिङ चाखिसकेको छन्, जतिजनाले बुझिसकेको छन् कि डाइरेक्ट सेलिङ के हो, नेटवर्क मार्केटिङ के हो, र इभन नेपालमै यसको भविष्य के छ, हेल्दी लिभिङ के हो, जसले बुझिसकेको छ त्यो व्यक्ति कहिले पनि डाइरेक्ट सेलिङबाट टाढा जाँदैन। ऊ रोकिन सक्छ, उसले चाहिँ केही समयको लागि ग्याप गर्न सक्छ, ऊ अरू पनि पार्ट टाइम काम गर्न सक्छ, तर उसले छोड्दैन कहिले, यदि बुझेको छ भने। बुझेको छैन भने छोडिहाल्छ राइट। उसको कैयौँ ठुलो सपनाहरू हुन्छन्, यो बन्छु त्यो बन्छु भनेर। सो अब हजुर पनि पक्कै पनि डाइरेक्ट सेलिङको लागि नै बन्नुभएको हो। सो हजुरको अब फ्युचर प्लानहरू के छन् त? हजुरले आउनेवाला 2 वर्षपछि, 5 वर्षपछि, 10 वर्षपछि हजुरले डाइरेक्ट सेलिङलाई कहाँ देख्नुहुन्छ र हजुरले आफूले चाहिँ डाइरेक्ट सेलिङमा कहाँ देख्नुहुन्छ? ओके, इन्ट्रेस्टिङ क्वेसन सर। फर्स्ट अफ अल थ्याङ्क यू सो मच। सबभन्दा पहिला सर डाइरेक्ट सेलिङ तपाईँको चाहिँ एउटा ठुलो महासागर हो सर होइन। तपाईँको सर डाइरेक्ट सेलिङमा तपाईँको सर आज यस्तो पनि लिडरहरू छन् सर जो आज महिनाको 1 करोड रुपियाँ कमाउँछन् सर होइन। सो फर्स्ट अफ अल सर मेरो टार्गेट त्यही छ तपाईँको सर, आज जुन लेभलमा म छु सर होइन, त्यो लेभलमा सर मेरो टिमलाई पनि म लिएर जान चाहन्छु सर सबभन्दा पहिला त होइन। तपाईँको सर डाइरेक्ट सेलिङमा तपाईँको सर आज हाम्रो कम्पनीमा जो हाइएस्ट अनर हुनुहुन्छ हाम्रो हृदय सिंह सर हुनुहुन्छ। सो म त्यहाँसम्म पुग्न चाहन्छु सर, र तपाईँको सर मेरो टिमलाई पनि तपाईँको सर एउटा राम्रो इन्कम मेरो टिमले गर्न सकोस् भन्ने म चाहन्छु तपाईँको सर। र आउनुमा तपाईँको चाहिँ 4 साल 5 साल 10 साल पछि मेरो टार्गेट के छ भनेपछि जो सबको टार्गेट हुन्छ तपाईँको सर होइन, एउटा तपाईँको सर राम्रो घर सर होइन तपाईँलाई, अनि राम्रो गाडी तपाईँको सर, फरेन ट्रिप त्यो तपाईँको सबै छ सर। बाँकी तपाईँको सर जुन मैले ड्रिम सोचेको छु मेरो फ्यामिलीको लागि, मेरो मम्मी बाबाको लागि तपाईँको सर एउटा राम्रो घर बनाउनु छ सर होइन। सो बाँकी सर म जस्तो लिडर तपाईँको सर आउने 5 साल पछि
मेरो टिममा तपाईँको छ म जस्तै मैले 500 भन्दा बढी लिडर सर मैले निकाल्न सोचेको छु ग्रेट हैन सर, ग्रेट। यस सर त्यसमा म एक्लै गरेर काम तपाईँको भएन सर हैन तपाईँको साथ सपोर्ट चाहियो सर हैन 500 मध्ये धेरैजना निक्लिसकेको छ। एक्ज्याक्टली सर तपाईँ धेरैजना टिममा निस्किसकेको छ अझै पनि तपाईँ प्रोसेसमा छन् सर हैन अझै पनि आउँदै हुनुहुन्छ तपाईँ सर यस सर काम गर्नु भएको छ सर र हजुर पनि सर छिट्टै सर त्यहाँसम्म पुग्नुहुन्छ हजुरको आशीर्वादले पुग्यो। यस सर यस डेफिनेटली सर सो तपाईँको ड्रिम्स भनेको तपाईँको सर कहिले पनि सकिन्न सर हैन जब तपाईँ एउटा ड्रिम्सलाई तपाईँ पुरा गर्नुहुन्छ तपाईँको नेक्स्ट स्टेप फेरि तपाईँको नेक्स्ट ड्रिम तपाईँको यस सर त्यो तपाईँको एड हुँदै जान्छ सर बाँकी हामी छिट्टै डाइरेक्ट सेलिङमा एकदमै क्रान्ति ल्याउनवाला छौँ सो थ्याङ्क यू सो मच सर सो थ्याङ्क यू सो मच फर यर वन्डरफुल टाइम। एन्डमा केही छोटो मिठोमा हजुरले चाहिँ हाम्रो अल ओभर टिमलाई र जुन पनि व्यक्ति डाइरेक्ट सेलिङ गरिराख्नु भएको छ र जो पनि डाइरेक्ट सेलिङ गर्न चाहनुहुन्छ उहाँले छोटो मिठो सन्देश के दिन चाहनुहुन्छ? ओके थ्याङ्क यू सो मच सर बस सर यति नै भन्न चाहन्छु तपाईँहरू डाइरेक्ट सेलिङमा नयाँ हुनुहुन्छ भनेपछि सबभन्दा पहिला तपाईँहरू आफूमा विश्वास गर्नुहोस् मैले गर्न सक्छु भनेर तपाईँ जुन कम्पनीमा हुनुहुन्छ जुन सिस्टममा तपाईँ हुनुहुन्छ त्यो सिस्टमप्रति तपाईँले विश्वास गर्नुहोस् हैन र तपाईँ यदि सिस्टमप्रति विश्वास गर्नु भएको छ भने पक्कै पनि तपाईँ यो इन्डस्ट्रीमा अगाडि बढ्नुहुन्छ राइट मेहनत गर्नुहोस् सिक्ने कोसिस गर्नुहोस् राइट यो इन्डस्ट्री यति ठुलो छ कि राइट तपाईँले यो इन्डस्ट्रीबाट आफ्नो हरेक सपना पुरा गर्न सक्नुहुन्छ हेर्नु लाइफमा तपाईँ जुन ड्रिम सोच्नुहुन्छ राइट जुन तपाईँले आफ्नो माइन्डमा सोच्नुहुन्छ त्यो हरेक ड्रिम्स तपाईँले यहाँबाट पुरा गर्न सक्नुहुन्छ मात्रै विश्वास गर्नुहोस् र मेहनत गर्नुहोस् राइट सो लामो सोच्नुहोस् तपाईँ यो इन्डस्ट्रीमा 2 महिना 4 महिनाको लागि नआउनुहोस् राइट तपाईले जब तपाईँ यो इन्डस्ट्रीलाई सुरुवात गर्नुहुन्छ जुन दिनदेखि तपाईँ यो बिजनेसलाई सुरुवात गर्नु भएको छ त्यो दिनदेखि लिएर तपाईँले 3 देखि 5 साल मिनिमम तपाईँको लाइफ तपाईँले यो बिजनेसलाई दिनु छ राइट तपाईँले योभन्दा पहिलाको लाइफमा तपाईँ कति सफल बन्नुभयो कति सफल बन्नु भएन त्यो सबै कुरा बिर्सिएर जुन दिनदेखि तपाईँ यो बिजनेसमा लाग्नु भएको छ जोडिनु भएको छ त्यो दिनदेखि लिएर तपाईँ 3 देखि 5 साल तपाईँको जिन्दगीको तपाईँले यो बिजनेसलाई दिन सक्नु भयो भने माइ डियर फ्रेन्ड्स तपाईँ यो बिजनेसमा 100% सफल बन्नुहुन्छ हेर्नुहोस् राइट सो 3 देखि 5 साल तपाईँ कमिटमेन्ट गर्नुहोस् आफूसँग तपाईँको जिन्दगीको 3 देखि 5 साल यो बिजनेसलाई दिनुभयो भने अघि हामी तपाईँको साथमा छौँ हाम्रो सर तपाईँको साथमा हुनुहुन्छ एकदम ग्रेट हुनुहुन्छ सो थ्याङ्क यू सो मच सर अन्तिममा सर तपाईँ यहाँसम्म कसरी पुग्नुभयो दुई शब्द तपाईँको बाट सर म पनि सुन्न चाहन्छु आजको यो भिडियोको मार्फत सर अनि हजुरले सर तपाईँको नयाँ युथलाई एउटा युथ हुनुहुन्छ सर तपाईँले सर हाम्रो टिममा अरू युथलाई तपाईँले के सन्देश दिन चाहनुहुन्छ तपाईँको सर दुई शब्द भनिदिनुहोस् सर थ्याङ्क यू सो मच वन्स अगेन थ्याङ्क यू सो मच र धेरै धेरै धन्यवाद राहुल सरलाई र आज म यदि यहाँ छु भने पनि धेरै ठुलो कारण हजुर नै हुनुहुन्छ राइट मैले मेहनत गरेँ हुँदा थियो अलग कुरा हो राइट मेरो टिम आयो होला अलग कुरा तर हजुरले बाटो नदेखाइदिएको भए त पक्कै पनि म यसमा हुन्थेन फेरि पनि धन्यवाद छ हजुरलाई सो गुड मर्निङ एभ्रिवान फेरि पनि मेरो नाम सन्दर विश्वकर्मा हो र म नेपाल दैलेखदेखि बिलङ गर्छु यो बिजनेसमा मलाई ल्याउनु हुने राहुल सर हुनुहुन्छ म यो बिजनेसमा आउनुभन्दा पहिला स्टडी गर्थेँ मैले पढाइ गरिरहेको थिएँ पढेको साथसाथै मैले पार्ट टाइममा जब पनि गर्थेँ यो बिजनेस मैले बुझ्ने अवसर पाएँ स्टार्टिङमा मलाई पनि बिलिभ लागिरहेको थिएन मैले कैयौँ महिनासम्म इग्नोर गरेँ उहाँलाई राइट फोन नउठाउने नभेट्ने राइट उहाँको कुरालाई नसुन्ने बिस्तारै बिस्तारै बुझ्दै कि न यो बिजनेस गर्नुपर्छ धेरै ठुलो कारण खानेको लकडाउन पनि थियो लकडाउन छ गरेर हेरौँ एकचोटि भयो भने हुन्छ भएन भने नगरौँला भनेर स्टार्ट गरेको थिएँ मेरो पनि फर्स्ट मन्थमा लगभग 150 रुपियाँको आसपास चेक आयो त्यो चेक आयो काहीँ न काहीँ यदि 150 रुपियाँ आउँछ भने पनि भोलिको दिनमा अझै चेक बढ्छ होला भन्ने विश्वासले फेरि लागिरह्यौँ गर्दै गऱ्यौँ आज यहाँसम्म पुगेको छौँ धेरै धेरै धन्यवाद छ यो परमेश्वरलाई धन्यवाद छ टिमलाई र सबैजनालाई यही नै म मेसेज दिन चाहन्छु कि मेहनत गर्नुहोस् आफूप्रति मेहनत गर्नुहोस् आफ्नो अपलाइनप्रति सबभन्दा पहिला त आफ्नो जुन व्यक्तिले हजुरले यहाँ लिएर आउनु भएको छ उहाँप्रति विश्वास गर्नुहोस् मेहनत गर्नुहोस् बसी कहीँ पनि छैन राइट हजुरले यहाँ पनि मेहनत गर्नु नै पर्छ बाहिर पनि मेहनत गर्नै पर्छ बाहिर 50 वर्ष मेहनत गर्नुभन्दा यहाँ 5 वर्ष त्यो मेहनत गरिदिनु भयो भने आउनेवाला 50 वर्षसम्म हार्डवर्क गर्नु पर्दैन राइट हजुरले स्लो वर्क र स्मार्ट वर्क गरे पनि हजुरले चाहिँ सक्सेस पाउन सक्नुहुन्छ थ्याङ्क यू सो मच राहुल सर हजुरको समयको लागि र धन्यवाद छ हजुरलाई धेरै खुसी लाग्यो सर जुन कुरा गरेर एन्ड यस थ्याङ्क यू सो मच वन्स अगेन विश यू वेल्थ एभ्रीवन विश यू वेल्थ